आइरे भन्न गुरु जुदाई प्रदर्शन मेलामा Yes. Beat me down all again. एक जनाले भयो युज गर्ने बित्तिकै सम्मान निकै रोचक एउटा पौराणिक छेउछाउमा नबस्दिनु होला सबैजना हाम्रो अलि व्यवस्थापन भिड नबनाइदिनु व्यवस्थापन गर्नु होला
एकदमै छोटो मन्तव्यको लागि शुभकामना मन्तव्यको लागि विद्युत 10 नम्बर वडा कार्यालयका वडा अध्यक्ष श्री गणेश कुमार नेपालज्यूलाई म शुभकामना मन्तव्य पेश गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हाम्रा कार्यक्रमका अतिथि विद्युत 10 नम्बर वडा कार्यालयका वडा अध्यक्ष श्री गणेश कुमार नेपालज्यू उहाँलाई जोरदार ताली। अब दुईवटै हल गोरु आइसकेको छ। कृपया यो रोमाञ्चक खेल हेरौँ सबैजना। सबैजना यो भिड चाहिँ अलि उता सरौँ है। हाम्रो स्वयंसेवक साथीहरू यो भिडलाई नियन्त्रण गरिदिनु होला। सबै वरपरका साथीहरू बीचमै सकुनहरु नै सावधान सावधान सावधान। गोरु आयो है, गोरु आयो है, गोरु आयो। फुत्किएको छ र सम्बन्धित गोरुहरूलाई आफ्नो गोरुको हेरविचार गर्न अनुरोध गर्दछु र स्वयंसेवक साथीहरू र सम्पूर्ण दर्शकबिनहरूलाई ग्राउन्डमा नआइदिनु अनुरोध गर्दछु। सम्पूर्ण दर्शक महानुभावहरू तपाईहरू ग्राउन्ड छोडिदिनु अनुरोध गर्दछु। बिक्री गरेका छौँ। यहाँबाट थुप्रै आज पनि हामी छिटा काट्न पायो हुन्थ्यो भन्ने हामीले यो यो भिडले गर्दाखेरि मैले नै कुन टिमले जित्यो थाहा पाएन। एकचोटि भनिदिनु होला है। ज्ञान कुमार डङ्गोल टिम हो कि राजेन्द्र कुमार डङ्गोल टिम हो? ज्ञान कुमार डङ्गोल टिम विजय। त्यो कुरा पनि जानकारी गर्नेछौँ र भावी दिनमा पनि हाम्रो सहकारी चाहिँ सधैँ चाहिँ हातेमालो समन्वयकारी भूमिका रहनेछ भन्ने कुरा पनि व्यक्त गर्दै सबैले यो कार्यक्रममा उपस्थित भएर आफ्नो महत्त्वपूर्ण समयको पाबन्दी पनि हाम्रो संस्कार संस्कृति उपस्थित सम्पूर्ण महानुभावहरूमा फेरि एकचोटि हार्दिक धन्यवाद ज्ञापन गर्दै मैले मेरो शुभकामना मन्तव्यलाई यहाँ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। एउटा ऐतिहासिक
दृष्टिकोणले पनि एउटा महत्त्वपूर्ण स्थल रहेको छ। ऐतिहासिक पृष्ठभूमि हेर्दा विक्रम सम्वत 1849 मा नेपाल र तिब्बत बीच चाहिँ यही किनारमा बेत्रगंगा किनारमा चाहिँ सम्पन्न भएको एउटा व्यापारिक सन्धिको विशेष रूपमा उल्लेख्ने मानिन्छ र त्यही सन्धि नेपाली पक्षले विजय भइसकेपछि यो खुसियालीमा गोरु जुधाएको जुन उत्सव छ त्यो उत्सवलाई चाहिँ हामीले पुस्तादेखि चलाउँदै यतिखेर गोसेकुण्ड युवा क्लबले त्यसलाई इँटा थप्ने काम गरेको छ र त्यस कारणले यो एउटा बेत्रावतीको एउटा ऐतिहासिक पर्व पनि हो र यो पर्वमा यो रमाइलो माहौलमा यहाँहरू पनि सरिक भइरहनु भएको छ। यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आजको यस कार्यक्रमलाई रेड बुलले टाइटल स्पोन्सर गरेको छ। फेरि पनि रेड बुललाई धेरै धेरै धन्यवाद र सँगसँगै यहाँलाई अन्तिमसम्म हाम्रो प्रस्तुतिमा रहन आग्रह गर्न चाहन्छौँ। ब्यान्डको टिम मेम्बर हामीसँग हिजो नै काठमाडौँबाट बेत्रावती आइसक्नु भएको छ। उहाँहरूको कलाकारहरूको पनि प्रस्तुति रहनेछ र यति भन्दै अहिले पनि हामी गोरु जुधाइ नै हेरौँ एकछिन र अझै पनि हाम्रो अन्य कार्यक्रमहरू बाँकी नै रहेका छन्। कार्यक्रमका विशेष अतिथि विद्युत नगरपालिकाका उपप्रमुख श्री प्रभा बोगटीज्यूलाई म स्टेजमा धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, माघे सङ्क्रान्तिको अवसरमा श्री गोसाइकुण्ड युवा क्लबले आयोजना गरेको इतिहास, सांस्कृतिक, धार्मिक युवा क्लबले आफ्ना वरिपरिका स्थानीय सरकार गर्दै आइराखेको छ। म विद्युत नगरपालिका उपप्रमुखको तर्फबाट त्यसको ऐतिहासिक पक्षहरू, सांस्कृतिक महत्त्वका विषयहरू बारे जानकार हुनुपर्छ र त्यो जानकार भएर त्यसलाई चाहिँ अघि बढाउनको लागि उपयुक्त नीति, बजेट र कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने हुन्छ। विद्युत नगरपालिकाले आफ्ना यसका स्वरूपहरूबाट पनि होस् अथवा स्थानीय सरकारबाट अघि बढेका विकास निर्माणका कार्यक्रमहरू होस् जसले गर्दा हाम्रो आवाज जावतमा हाम्रो सरकारका तर्फबाट भइरहेका प्रयासहरू रहेका महत्त्वपूर्ण धरोहरहरू, महत्त्वपूर्ण विविधताहरू कार्यक्रमहरू स्थानीय सरकारले अगाडि बढाउनु पर्छ। एउटा नागरिक स्थानीय सरकारहरूलाई भन्नुहोस् भन्दै यो ठाउँको निरन्तर विकासको लागि हामी सब धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै धन्यवाद। बराबर बराबर कान काटेको पछि हट्यो 2-3 छ जुरिस बराबर भाग्यो है भाग्यो छुटाइदिनु